हेलो एभ्रिबडी, यो रहेको छ समसामयिकको पहिलो समसामयिक अर्थात् करेन्ट एफेयरको क्वेसन नम्बरहरू 10 वटा क्वेसन आज मैले यहाँ लिएको छु। प्राचीन काल समयमा जालन्धर भनेर चिनिने प्रदेश कुन हो भनेर भनेको छ। एमा छ कोशी प्रदेश, बीमा गण्डकी, सीमा नारायणी र डीमा चाहिँ कर्णाली भनेर यसरी चारवटा प्रदेश मध्ये आन्सर रहेको छ डी को। कर्णाली प्रदेशलाई हामीले के भनिन्छ भनेपछि कर्णाली प्रदेशलाई हामीले जालन्धर भनेर पनि चिनिने खालको प्रदेश हो भनेर कर्णाली प्रदेश राइट आन्सर। अर्को क्वेसन छ सबैभन्दा बढी वडा संख्या भएको महानगरपालिका कुन हो भनेर भन्छ। काठमाडौँ, त्यसपछि हाम्रो भरतपुर, पोखरा, विराटनगर। यसमा चाहिँ के भन्छ भनेपछि सबैभन्दा बढी वडा संख्या भएको है महानगरपालिका। वडा संख्या भने जनसंख्या होइन कि वडा संख्या भनेको धेरै वडा भएको वडा संख्या भनेपछि पोखरा हाम्रो करेक्ट आन्सर रहेको रहेछ। त्यसपछि क्वेसन नम्बर 3 मा रह्यो तलका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् भनेको छ। जसमा हाम्रो ग्रेफाइट सिन्धुपाल्चोक जिल्लामा पाइन्छ भने ग्रेफाइट हाम्रो एउटा ओरहरू हुन्छ। यो चाहिँ जनरली मिनरल सिनरलहरू यस्तै अब मिनरल ओरहरू हुन्छ। त्यो चाहिँ सिन्धुपाल्चोक जिल्लामा पाइन्छ भनेर भनेको छ। अर्को चाहिँ मुकुट हिमाल धौलागिरी हिम श्रृङ्खलामा पर्दछ भनेर भनेको छ। अब दुईटा दिएको छ अनि अब अप्सन ए मा दिएको दुवै सही, दुईटै सही छ भनेको है। ग्रेफाइट सिन्धुपाल्चोक जिल्लामा पाइन्छ। अर्को चाहिँ मुकुट हिमाल धौलागिरी हिम श्रृङ्खलामा पर्दछ भनेर भनेको छ। त्यही भएर यो दुवै सही छ कि अप्सन ए मा। अप्सन बी मा छ एक मात्र सही, अर्थात् यो ग्रेफाइट सिन्धुपाल्चोक जिल्लामा पाइन्छ मात्र सही भनेर भनेको छ। अनि अप्सन सी मा 2 मात्र सही, अर्थात् मुकुट हिमाल धौलागिरी हिम श्रृङ्खलामा पर्दछ भनेर यो मात्र सही, अर्थात् दुवै बेठिक भनेर एबीसीडी दियो। आन्सर हाम्रो रहेको छ ए नम्बर, दुवै चाहिँ सही छ, दुईटै सही छ भनेर यो रहेको छ आन्सर। त्यसपछि अर्को क्वेसन छ नेपालको उत्तरी भागमा अवस्थित हिमालय पर्वत कुन पहाडको पहाड हो भनेर भन्छ। कुन पहाड हो भनेर कुन प्रकारको पहाड हो भनेको छ। नेपालको उत्तरी भागमा अवस्थित हिमालय पर्वत कुन प्रकारको पहाड हो भनेको। ज्वालामुखी पहाड हो कि ज्वालामुखी पहाड हो कि अप्सन ए मा। त्यसपछि हाम्रो चाहिँ अवशिष्ट पहाड हो कि अवशिष्ट पहाड हो कि अवशिष्ट पहाड हो कि। त्यसपछि मोरदार पहाड हो कि ढिके पहाड हो भनेर भने ढिका ढिका भएको ढिके पहाड अवशिष्ट पहाड। त्यसपछि ज्वालामुखी पहाड र मोरदार पहाड भनेर भन्छ। आन्सर रहेको छ मोरदार पहाड। त्यसपछि आयो तलका भनाइबारे विचार गर्नुहोस् भनेर भन्छ। वाटर रिचार्ज इन तराईचुरे पर्वत हो भनेर भन्छ। वाटर रिचार्ज इन तराईचुरे पर्वत हो भनेर एउटा भनेको छ। अर्को चाहिँ हिल स्टेसन अफ नेपाल भनेर महाभारत पर्वतलाई चिनिन्छ भनेको चाहिँ वाटर रिसोर्स इन तराई, अर्थात् वाटर रिचार्ज इन तराईचुरे। वाटर रिचार्ज इन तराईमा भनेको चुरे पर्वत हो भनेको। चुरे पर्वतहरू भनेपछि तराईको लागि वाटर रिचार्ज हो भनेको। पानी अब त्यहाँ चाहिँ चुरे पर्वतकै तराईतिर हुन्छ, त्यही भएर त यो पनि ठिक छ। हिल स्टेसन अफ नेपाल भनेर हाम्रो महाभारत पर्वतलाई चिनिन्छ भनेर भन्छ। अब त्यसपछि तेस्रो नम्बरमा यो रहेको छ। तेस्रो नम्बरमा दुन प्रदेश पावर प्रदेश हो भनेर भन्छ। हेर त दुन प्रदेश भनेर भन्छ। दुन प्रदेश हाम्रो पावर प्रदेश हो भनेर भनेको छ। त्यही भएर अब यो दुन प्रदेश पावर प्रदेश हो भनेर भनेको छ। अप्सन ए र 2, अप्सन ए मा 1 र 2 ठिक छ, अप्सन बी मा 2 र 3 ठिक छ, सबै ठिक छ, सबै बे ठिक छ। आन्सर भनेको 1 र 2 ठिक छ भनेर भनेको छ। अब क्वेसन अर्को आएको छ। क्वेसनमा के छ भनेपछि चीन र भारत दुवै देशलाई छुने नेपालका गाउँपालिकाहरू कुन कुन हुन् भन्छ। चीन र भारत दुवैलाई छुने गाउँपालिका सोधेको। कुन हुन् त गाउँपालिका चीन र भारत दुवैलाई। ब्यास र लेले भन्ने रहेको छ। अर्को ब्यास र ओखलढुङ्गोला भन्ने छ। त्यसपछि ब्यास र फक्तालुङ्गा छ, फक्तालुङमा छ। त्यसपछि ओलाङचुङ्गोला र
त्यसपछि हाम्रो फक्तालुङमा छ भन्छ। त्यही भएर फक्तालुङमा र ब्यास नगरपालिका भनेर यो दुईटा हाम्रो भारत र चीनलाई छुने भन्छ है। ल हेर त ब्यास नगरपालिका, त्यसै गरी दार्चुलाको ब्यास नगरपालिका कि अर्थात् हाम्रो फक्ताङलुङमा भन्ने यसरी चाहिँ हाम्रो यो दुईटा नगरपालिकाहरू रहेको छ। त्यसपछि क्वेसन अर्को छ, स्थानीय सरकार सञ्चालन ऐन 2074 को व्यवस्थासँग तलका कुन तथ्य मेल खाँदैन? खाँदैन भनेको है, कुन खाँदैन भनेको, जुन स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार रुकुम पूर्व हिमाली क्षेत्र अन्तर्गत पर्दछ। रुकुम पूर्व हिमाली क्षेत्र अन्तर्गत पर्दछ। नवलपरासी बर्दगाँठ सुस्ता पश्चिम तराई क्षेत्र अन्तर्गत पर्दछ। सुर्खेत भित्री मधेस अन्तर्गत पर्दछ। सुर्खेत अर्को चाहिँ गोरखा, सुर्खेत पनि भित्री मधेसमा पर्छ। एक नवलपरासी बर्दगाँठ सुस्ता पश्चिम तराई क्षेत्रमा पर्दछ, ठिक छ। रुकुम पूर्व हिमाली क्षेत्र अन्तर्गत पर्छ भनेको यसरी ठिक छ। तर चाहिँ हाम्रो व्यवस्था तलको कुन तथ्यसँग मेल खाँदैन भनेको, मेल कुनसँग खाँदैन भने गोर्खा पहाडी क्षेत्र अन्तर्गत जिल्लामा पर्दछ भनेर भनेको छ, यसरी रहेको छ। अब त्यसपछि हेरौँ, जैविक विविधताको दृष्टिकोणले विश्वकै अग्रणी स्थानमा रहेको नेपालको राष्ट्रिय निकुञ्ज कुन हो भनेको यो त हामीलाई थाहा छ, लाङटाङ राष्ट्रिय निकुञ्ज। अप्सन बी मा चितवन छ, सगरमाथा छ र रारा छ। लाङटाङ चाहिँ हाम्रो जैविक विविधताको दृष्टिकोणले विश्वकै अग्रणी स्थानमा रहेको हो। अर्को चाहिँ दैलेखको कुन नगरपालिकामा चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम पदार्थको अन्वेषण काम सम्पन्न भएको हो भनेर भन्छ। कुन नगरपालिका? भैरवी गाउँपालिका हाम्रो चाहिँ यसमा रहेको छ। अर्को चाहिँ मौमुले गाउँपालिका, अर्को महाबु गाउँपालिका, त्यसपछि चागुन्डा बिन्दा सैनी नगरपालिका भनेर भन्छ। र त्यही भएर हाम्रो चाहिँ यो रहेको छ गाउँपालिका। कुन पालिकामा भन्दाखेरि भैरवी गाउँपालिकामा। नेपालमा जनसङ्ख्याका आधारमा सबैभन्दा ठुलो र सानो नगरपालिकाहरू कुन हुन्? सबैभन्दा ठुलो सानो जनसङ्ख्या, सबैभन्दा ठुलो काठमाडौँ नगरपालिकाहरू भनेको है, सबैभन्दा ठुलो नगरपालिकाहरू। अब एउटा भेरी नगरपालिका भन्दाखेरि अब उसरी एज अ होलमा भनेको है ठुली भेरी र काठमाडौँ, लेखनाथ र त्रिपुरा सुन्दरी, काठमाडौँ र जनकपुर, काठमाडौँ र नार्पाभूमि भनेपछि आन्सर काठमाडौँ र ठुलो भेरी भनेको सानो। अब क्वेसन नम्बर 11, क्वेसन नम्बर 11 छैन। क्वेसन नम्बर 11 को लागि म अर्को भिडियोमा अपलोड गर्नेछु।